अहिले हामी रिक्सा अटो खोज्दैछौँ रेलवे स्टेसनमा जान गेटवे अफ इन्डिया भन्ने ठाउँमा जाँदैछौँ ती तीनजना होइन ती तीनजना है तपाईँलाई थाहा छ कुन ठाउँमा जाने भनिदिनु पर्यो नि अंधेरी स्टेशन में छोड़ देना ओके भित्र नछिर्नु है ल ल ल बाहिर बस्छु अंधेरी स्टेशन चलो तपाईँ नि इन्डिया बस्यो भने पहिला होइन बसे त्यसो भने हामी ढुक्कले जान सक्छौँ होइन मलाई थाहा छ त कति किनेर मैले एउटा किनेको मलाई त्यो प्रोनोग्रेसलाई भिडियो बनाउनलाई ए हुन्छ होइन हुन्छ 360 पनि खिच्छ सबै खिच्छ अरे अनि ब्याट्री लाइफ पनि धेरै राम्रो छ गोप्रोको भन्दा गोप्रोको 20-25 मिनट सिकिन्छ यसले 1 घन्टामा त एक डेढ घन्टा बढ्यो नि राम्रो खिच्छ है 4K 5K यो चाहिँ महँगो छ होला नि होइन यो चाहिँ उसमा पाउँछ क्या त्यो ओलिज स्टोरमा पाउँछ है ओलिज स्टोर एप्पलको ओलिज स्टोर एप्पल पनि पाउँछ सबै पाउँछ यो चाहिँ ओलिजले त एप्पल मात्र बेच्छ होइन होइन सबै बेच्छ सबै बेच्छ डिजिआईको यो चाहिँ डिजिआईको हो अगाडि हामी हेर्न सक्छौँ ताज होटल ताजको नयाँ बिल्डिङ अनि यो चाहिँ बाउडन ब्याप्टिस्ट चर्च रहेछ यो मेथोडिस्ट चर्च रहेछ नहीं सर हो गया नेपाल से गाडी चाहिँदैन तपाईलाई अहिले चाहिँदैन अभी उधर गएर आए फर्केपछि शाहरुख खान सलमान खान सिद्धिविनायक ठिक छ महालक्ष्मी त्यहाँ ग्रुप छ हाम्रो म एउटै होइन बस्नुहुन्छ अहिले त उता लाँदैछ मलाई थाहा छैन उनीहरूले के गरेछ ग्रुप छ क्या उहाँ अगाडि हामी 6 जना छ कोही बात छैन एसी बस्नुहुन्छ अहिले फर्केर आसी कन्ट्याक्ट गर्छु ल यतै हुन्छ तपाईँ पहिला तपाईँले टिकट बनाउन कि कन्फर्म गर्ने त्यहाँ पछि तपाईँको काम हुन्छ एडभान्स अलिकति दिनु बादमा पछि दिनु होइन फर्केर आसी फर्केर कहिले आउनुहुन्छ म कहाँ आउँछु मलाई थाहा छैन उनीहरूले हो कि म्यानेजमेन्ट गरेको मलाई आगे गया कहाँ गयो उधर सुभाष सर यहाँ इसलिए वो कभी बम्बे सफारी गरेर यता सफारी तल छ ए बम्बे सफारी तपाईँ त्यहाँ आउने ल हस् हस् मेरो ग्रुप गइसक्यो क्या नेपाली बोलिदिए होटल ताज आयो नेपाली बोल्दै पछाडि झुन्ड्यो नि एसीवाला बस पनि मिलाइदिन्छु रे के नि मिलाइदिन्छु रे सबैको घर देखाइदिन्छु भन्छ मुम्बई दर्शन रे के होटल ताज नयाँ बिल्डिङ यता पुरानो बिल्डिङ है फेरिमा के गर्ने टिकट यता काट्ने हो फेरीको है भाइ साथीहरू गेटवे अफ इन्डिया हामी देख्न सक्छौँ ताज होटल ताज मुम्बई सहर एउटा वान अफ द फेमस
टुरिस्ट स्पट हो यो अनि हामी यहाँ देख्न सक्छौँ ठुलो ग्राउन्ड छ यहाँ अनि यो अब पहिला के प्रपोजलको लागि बनाएको है यो गेटवे अफ इन्डिया दारीवाला भन्छ यार मलाई रूपक सर दारीवाला भन्छ त मलाई घाम आयो त्यो त हजुरलाई अँध्यारो भयो ल यता हेरेर यो ठाउँको नाम यसको बारेमा तपाईँलाई के परिचय छ बताइदिनु होला यो गेट अफ मुम्बई भन्छ होइन यो हो यहाँ धेरै मानिसहरू यहाँनिर घुम्न आउनुहुन्छ कारण एकदमै रमाइलो ठाउँ छ मलाई नि मन पर्यो तर हामी यो ठाउँ घुम्न आएको होइन कन्फरेन्समा आएको हो आज छुट्टी भएको भएर हामी यतातिर अनि यो गेटवे अफ इन्डिया चाहिँ किन बनाएको केही थाहा छ तपाईँलाई यो म क्यामेरा फर्काउँछु यो हजुरलाई नै प्रश्न ल होइन यो त अब एङ्करलाई सोध्ने त भएन नि तपाईँलाई आएन भन्नुहोस् न सिधै अनि यो के हो त यो बिल्डिङ यो के हो भन्नुहोस् त यो बिल्डिङको नाम जाँदैछौँ हामी फेरि भएर हामी 1 घन्टा यात्रा गरेपछि कहाँ हो एलिफेन्टा भन्ने ठाउँमा पुग्नेछौँ हात्ती फेन्टा होला नि त एलिफेन्टा भनेको होला है हात्ती देख्न पाउँछ जाऊँ सर चलो एकदम जोगिएर चढ्नुपर्छ यहाँ इन्जिन रहेछ यसको है यहाँबाट धुवा जाने अगाडि नै बस्ने ठाउँ रहेछ नि त पानी त एकदम फोहोर रहेछ है हाम्रो चाहिँ 6 ड्राइभर सानो रहेछ कि अस्ति नै चढेको त कति ठुलो थियो है आयो त्यहाँ हामी समुद्रको बाटो तैरिँदै एलिफेन्टा भन्ने आइल्यान्ड जाँदैछौँ एकदम गर्मी छ साथीहरू हजुरहरूले मेरो यसमा देख्न सक्नुहुन्छ पसिना छ एकदम नुनिलो पसिना समुद्रको पानी जस्तै यहाँ अगाडि हेर्न सक्नुहुन्छ कन्फरेन्समा आउनुभएको साथीहरू हामी 1 डे एडभान्समा आएको कारण हामी यो समयलाई सदुपयोग गर्नको निम्ति अहिले यो मुम्बई दर्शनमा निस्केका छौँ पछाडि देख्न सक्नुहुन्छ सानो बोटमा चाहिँ एकदमै पुरानो ट्रकको इन्जिन जस्तो छ बोट पनि तर पनि रमाइलो भइरहेछ चलो क्या जाला है ए लाइटेको क्या हामीलाई यहाँबाट यसो गर्नु त्यहाँसम्म जाँदैन ट्रेनमा जाओस् भनेर 1 किलोमिटर भन्यो अब आएको बेला हामीले पनि के हो र यो एउटा